एउटै आमाको कोखदेखि नजन्मे पनि उनीहरूको अनुहार लगभग उस्तै उस्तै देखिन्छ त के हो कुरा यो कुरा तपाईँलाई सायद नै थाहा होला ठुला साइन्टिस्टहरूको अनुसार यो ब्रह्माण्डमा एउटा फेसको लगभग 7जना मान्छेहरू जन्मेका हुन्छन् भले त्यो जेनेटिकली कनेक्टेड नहोस् फर एक्जाम्पल तपाईँ हेर्न सक्नुहुन्छ स्क्रिनमा यो हो आशिष चञ्चनाली जो चाहिँ इन्डियाको सबभन्दा ठुलो युट्युबर छ करेन्टली उसको पनि लगभग 7जना सिमिलर उस्तै देखिने फेस मान्छेहरू एभाइलेबल छन् यो हो अजय देवगन सुपर स्टार अफ इन्डिया उसको पनि छन् र लास्ट बट नट द लिस्ट शाहरुख खान उसको पनि उस्तै देखिने फेसको मान्छे एभाइलेबल छन् यो ब्रह्माण्डमा एन्ड रिसेन्टली मैले चाहिँ आफ्नो साथीको पनि उस्तै देखिने मान्छे भेटेँ है तपाईँहरूलाई हेराउँछु यो मलाई भ्रम लागेको हो कि साँच्चीकै नै यस्तो होला हो तपाईँ हेर्नुहोस् फर्स्ट भिडियो मोमो कहाँ मिठो पाउँछ बिरयानी कहाँ मिठो पाउँछ भनेर जहिले म हजुरहरूलाई रिकमेन्ड गरिरहेको हुन्थेँ होइन अब हेर्नुहोस् सेकेन्ड भिडियो विराटनगर आएर पनि विराटनगरको झालमुरी र पानीपुरी नखाइकन कहाँ चित्त बुझ्छ र अब दुइटै भिडियो एकैचोटि हेर्नुहोस् विराटनगर आएर पनि विराटनगरको झालमुरी र पानीपुरी नखाइकन कहाँ चित्त बुझ्छ र ल भन्नुहोस् त यो मेरो भ्रम हो कि साँच्चीकै उस्तै देखिन्छ हो भोइस पनि सेम फेसको यो के भन्छ यसलाई जलाइन पनि उस्तै देखिन्छ केटा हो केटी चाहिँ थाहा भएन अर्को चाहिँ जे होस् दे लुक अल लाइक क्या हाउ इज इट इभन पोसिबल यो मेरो भ्रम हो कि साँच्चीकै उस्तै देखिरहेछन् कमेन्ट गर्नु त यार कमेन्ट चाहिँ गर्नु